皆さん、おはようございます。お元気ですか？私は田村先生です。नमस्ते, म ताम्रा सेन्से सन्चै हुनुहुन्छ? यो भिडियोमा हामी निहोङ्गो सो मातोमे एन3 को ग्रामर लिएर आएको छौँ। यसमा हामी दाइच सान्चुको फुचखामे यानि कि तेस्रो हप्ताको दोस्रो दिनको ग्रामर लिएर आएको छौँ। र यसको ग्रामरको टाइटल रहेको छ मोत्तो गाम्बात्ते होशी, अझ धेरै मेहनत गरिदिए हुन्थ्यो। र दोस्रो दिनको ग्रामर रहेको छ सोरे निशितेवा, कन्सिडरिङ द्याट, त्यसको तुलनामा। यो च्याप्टरमा हामी एकदमै इम्पोर्टेन्ट एन3 को ग्रामर चाहिँ गर्न गइरहेको छौँ, जुन एक्जामको लागि धेरै महत्त्वपूर्ण हुन्छ। सो हजुरहरूले यो भिडियोको अन्तिमसम्म रहनु भएर यो ग्रामरको चाहिँ बारेमा क्रमबद्ध रूपमा चाहिँ बुझ्न सक्नुहुन्छ। ओके, अब हामी स्टार्ट गरौँ है त। है, यो रसिको निगाइसिमास। ओके, मिनासान तलको पिक्चर हेरौँ है त। यहाँ दुईजना बच्चाहरू नै मान्छेहरू कुरा गर्दैछन्, बच्चाहरू कुरा गर्दैछन्, टोपी लगाएको बच्चाहरू। सो अलिकति आत्तिरहेको जस्तो देखिरहेको छ दुवैजना है। सो एकजनाले भन्दैछ, हेर्नुजेन है, अलिकति यताको आकार छ देखेर नि, अनि कुकुर होइन र, त्यो कुकुर होइन र भन्दैछ नि। अर्को मान्छेको त पसिना छुटेछ नि। उसले भन्छ, सोरे निशितेवा ओकी सुगिरु कुमा कुमा दातुसित र ताहिन्दा। कुकुर भए पनि त्यसको लागि त धेरै ठुलो छ। भालु पो हो कि? यदि भालु हो भने त गाह्रो पर्छ, बर्बाद हुन्छ, भागौँ भन्ने टाइपको हुन सक्दैन नि। त्यस लागि सिचुएसन यसमा दिएको छ। सो हामीले ग्रामरमा चाहिँ यो च्याप्टरमा हामी निशितेवा, तोसितारा भन्ने चाहिँ ग्रामर गर्छौँ। एकदमै इम्पोर्टेन्ट ग्रामरहरू छन् है त। ओके, हामी फर्स्ट ग्रामर गर्न गइरहेको छौँ 1 नम्बरको ग्रामर है। हाई निहोङ दाइयो तोसिते। दाइयो भनेको प्रतिनिधि भनेर बुझिन्छ है। सो यसमा चाहिँ जापानको प्रतिनिधिको रूपमा भनिरहेको छ। ओके, सो फर्स्ट ग्रामर हाम्रो रहेको छ नाउन प्लस तोसिते अथवा तोसितेवा अथवा तोसितेमो, अर्को चाहिँ तोसितेनो प्लस नाउन फर्म रहेको छ है। ओके, यसको अर्थ रहेको छ यो स्ट्रक्चरले चाहिँ कुनै व्यक्ति वा वस्तुको भूमिका, स्थिति वा विशेषताको कुरा गर्छ। ओके, कसरी गर्छ हामी क्रमबद्ध रूपमा हेरौँ है त। फर्स्ट संरचना स्ट्रक्चर हेरौँ। तोसितेको रूपमा यसको अर्थ दिइरहेको छ है, को रूपमा एज अङ्ग्रेजीमा। तोसितेवा को हिसाबले हेर्दा, को दृष्टिले पनि बुझिन्छ, फर एज। तोसितेमो को रूपमा भए पनि, हुँदा पनि, इभन एज भयो। तोसितेनो प्लस नाउन को रूपमा भएको एज एन्ड भन्नलाई नै। ओके, उदाहरणबाट बुझ्ने कोसिस गरौँ है त। वताशी वा सेन्से तोसिते हाताराइते इमासु, म शिक्षकको रूपमा काम गर्दैछु। ओया तोसितेनो हुनसाई निबा, ओया तोसिते कोदोमो नो आन्जेन गा इचिबान दाइजी देसु। अभिभावकको रूपमा बच्चाको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ। सानबान, स्याच्यो तोसितेवा सोनिकेङ नि हान्ताई देसु। अब यहाँ यो तोसितेवाले चाहिँ को हिसाबले हेर्दा भन्ने बुझिन्छ है। सो हेरौँ है, ट्रान्सलेसन गर्दा नेपालीमा। कम्पनी प्रमुखको हैसियतले म त्यो विचारसँग असहमत छु। योनबाङ, ryugaku sei तोसिते नो सेइकाचु वा ताहेन देसु गा ओमोशिरोइ देसु। एक विदेशी विद्यार्थीको रूपमा जीवन कठिन हुन्छ तर चाखलाग्दो हुन्छ। गोबान, कोदोमो तोसितेमो रिखाइ देकिरु सेचुमेगा हिचियो देसु। यहाँ चाहिँ तोसितेमोले चाहिँ को रूपमा भए पनि भन्ने अर्थ जनाएको छ है। ट्रान्सलेसन गर्दा बच्चाले पनि बुझ्न सक्ने व्याख्या आवश्यक छ भने बुझ्यो नि। सो तोसितेको फर्म यसरी भयो। सेकेन्ड नम्बरको ग्रामर रहेको छ निशितेवा, अर्थ रहेको छ अपेक्षा भन्दा फरक परिणाम हुन्छ है। यसले चाहिँ निशितेवा प्रयोग गर्ने हामीले चाहिँ सोचेको भन्दा फरक परिणाम आइदिन्छ। अपेक्षा अनुसार हेर्दा आश्चर्यजनक रूपमा, सोचे भन्दा त्यस्तो भए पनि भन्ने भाव चाहिँ आउँछ है। कसैको उमेर, स्तर, अवस्था वा अपेक्षासँग तुलना गर्दा अलि अचम्म, अलिकति अनएक्सपेक्टेड के अब नसोचेको जस्तो लाग्ने अर्थ चाहिँ दिन्छ यसले है। यसको संरचना हेरौँ है त। नाउन प्लस निशितेवा हैन, अनि अर्को वर्डको प्लेन फर्म प्लस निशितेवा, एडजेक्टिभको प्लस निशितेवा, अनि नाएक्टिभ पनि प्लस निशितेवा हुन्छ है। ओके, उदाहरणबाट हेरौँ है त कसरी चाहिँ हाम्रो अपेक्षा भन्दा फरक परिणाम आउने रहेछ फर्म युज गर्दाखेरि। ओके, उदाहरणबाट हेरौँ। खारे वा इचिनेन बेङ्क्योसिता निशितेवा निहोङ्गो गा जोजो देसु। 1 वर्ष मात्र पढेको भए पनि उसको जापानिज निकै नै राम्रो छ। निबान, कोनो रेस्टुरेन्ट वा नेदाङ गा यासुई निशितेवा ओइशी देसु। यो रेस्टुरेन्ट सस्तो भए पनि खाना चाहिँ स्वादिलो छ। हेर्नु है, सस्तो छ नि त। सस्तो हुँदाखेरि चाहिँ अलिकति नमिठो होला हामी सोच्छौँ होला, तर चाहिँ खाना चाहिँ एकदमै मिठो रहेछ। सोचेको भन्दा चाहिँ तपाईँको चाहिँ अपेक्षा गरे भन्दा फरक चाहिँ पायो है। 3 नम्बरमा सानपाङ, कोदोमो निशितेवा ओतोना पोइ देसु। बच्चा भए पनि निकै परिपक्व देखिन्छ। योनबान, हाजिमे निशितेवा योको देकिमासिता। पहिलो पटक भएको हिसाबले निकै राम्रो भयो। सो पहिलो पटक हुने बित्तिकै राम्रो नगर्ला भनेर सोध्यो, तर चाहिँ अति नै राम्रो भयो बुझ्यो है। गोबाङमा जाउँ। नानाजु साई निशितेवा गेङ्की देसु। 70 वर्षको उमेरका भएर पनि निकै फुर्तिलो हुनुहुन्छ। ओके, है, हरियो गोजाइमासु। नेक्स्ट 3 नम्बरमा हेरौँ त अर्को ग्रामर।
सोरेनी सितेवा भनिरहेको छ भने सोरेनी सितेवा भनेको अर्थ चाहिँ त्यसो भए पनि त्यसको तुलनामा भनेर लाग्छ 1 नम्बरमा खारेवा इसुगासी तोइत्ता सोरेनी सितेवा घेङ्की सोदा उसले व्यस्त छु भन्यो त्यसको तुलनामा ऊ निकै फुर्तिलो देखिन्छ 2 番 कोनो मिसेवा युमेदा सोरेनी सितेवा क्याकुगा सुकुनाई यो पसल प्रसिद्ध छ तर त्यसको तुलनामा ग्राहक कम छ है पसल प्रसिद्ध भए पनि तर त्यसको तुलनामा चाहिँ ग्राहक कम छ भन्ने बुझ्यो हैन 3 番 सिकेङवा मुचकासी कात्ता सोरेनी सितेवा तेन्सुगा योकात्ता परीक्षा गाह्रो थियो तर अङ्क चाहिँ राम्रो आयो भन्ने बुझ्यो हैन आरिगातो गोजाइमास ओके 4 नम्बरको ग्रामर रहेको छ नि सितेमो अर्थ चाहिँ भए पनि वा जसोसुकै भए पनि त्यसो भए पनि इभन दो हुन्छ यो व्याकरण कुनै कुरालाई स्वीकार्दै त्यो कुरा साँचो भए तापनि वा त्यस्तो परिस्थिति भए पनि अर्को कुरा लागू हुन्छ वा आफ्नो विचार परिवर्तन हुँदैन भनी व्यक्त गर्न प्रयोग गरिन्छ यसले प्राय अनुमानित वा वास्तविक दुवै परिस्थितिलाई चाहिँ जनाउन सक्छ यसले है 1 नम्बर मेरो है त इसुगासी निसितेमो रेन्डाको कुरा वा सितेको दशाय व्यस्त भए पनि कम्तीमा जानकारी सम्पर्क त गर्नुस् 2 番 ज्योदा निसितेमो सूर्यवाल हिसुगिदा थट्टा मजाक भए पनि त्यो अलि बढी नै भयो 3 番 गाकुसे निसितेमो शाकाइजी निसितेमो निहोङ्गो नो बेंक्यो वा दाइसेजु देसु यो यसको ग्राम यस्तो रहेको छ है ए निसितेमो बी निसितेमो भन्ने चाहिँ ए भए पनि बी भए पनि भन्ने जनाउँछ विद्यार्थी भए पनि कर्मचारी भए पनि जापानी भाषाको अध्ययन महत्त्वपूर्ण छ 4 番 इकुनी सितेमो जुम्बी गाइच्यो देस जाने भए पनि तयारी चाहिन्छ 5 番 गाकुसे निसितेमो बेंक्यो सिनागेरे बनाएर नै विद्यार्थी भए पनि पढ्नै पर्छ 6 番 इसुगासी निसितेमो रेन्डाको गुराई देखेर देशो व्यस्त भए पनि कम्तीमा सम्पर्क गर्न सक्थ्यो है आरिगातो गोजाइमास ओके त्यसपछि हाम्रो 5 नम्बर ग्राम रहेको छ सोरेनी सितेमो ओके अर्थ चाहिँ जे भए पनि त्यसो भए पनि भन्ने अर्थ जनाउँछ है यो चाहिँ हाम्रो चाहिँ जस्तै आश्चर्य हुँदाखेरि कुनै कुरालाई जोड दिँदाखेरि कसैको भावना व्यक्त गर्दाखेरि चाहिँ हामी प्रयोग गर्छौँ है उदाहरणबाट हेरौँ 1 番 सोरेनी सितेमो क्यो आचुई देस्ने जे भए पनि आज त निकै गर्मी छ है भन्ने हुन्छ नि 2 番 सोरेनी सितेमो खारेमा योको हातराक जे भए पनि ऊ निकै मेहनती छ 3 番 सोरेनी सितेमो तखै देस्ने जे भए पनि धेरै महँगो छ है अथवा धेरै महँगो रहेछ 4 番 सोरेनी सितेमो जिखाङ्गा खाकारिमास जे भए पनि धेरै समय लाग्यो अथवा खाकारिमास त जे पनि धेरै समय लागेको थियो 5 番 सोरेनी सितेमो निहोङ्गो गा जोदु देस्ने जे भए पनि तपाईको जापानी भाषा निकै राम्रो छ ओके 6 番 बुझौँ पोसितारा भन्ने ग्रामर छ है अर्थ चाहिँ यो व्याकरण कुनै काल्पनिक परिस्थितिको बारेमा कुरा गर्दा वा यदि त्यस्तो भयो भने के हुन्थ्यो होला भनेर अनुमान गर्दा प्रयोग गरिन्छ यदि हो भने मानौ हो भने यस्तो हो भने यदि वास्तवमै भयो भने भन्ने कुरामा युज गर्छौँ है काल्पनिक परिस्थितिको बारेमा ओके 1 番 है निहोङ्गे इकुतो सितारा नानी हो सिताइ देस का यदि जापान जाने हो भने के गर्न चाहनुहुन्छ ओके 2 番 खारेगा कोनाइतो सितारा कोमारिमास यदि ऊ आएन भने समस्या हुन्छ 3 番 ताखाराकुजीगा आत्तातो सितारा इयो खाइमास यचिता पर्यो भने घर किन्छु 4 番 आशिता यासुमी दातो सितारा र्योकोसिमास यदि भोलि बिदा भयो भने यात्रा गर्छु है 5 番 मा आनतागा स्याच्यु दातो सितारा दोशिमास का यदि तपाईँ मालिक हुनुहुन्थ्यो भने के गर्नुहुन्थ्यो भनेर लाग्यो नि ओके 7 भागको ग्रामर रहेको छ तो सुरेबा यसको अर्थ चाहिँ यदि हो भने त्यसो मान्ने हो भने तार्किक निष्कर्ष निकाल्दा हामी चाहिँ युज गर्छौँ तो सुरेबा भन्दाखेरि है एक्जाम्पल बुझौँ 1 नम्बरमा एखनाइ तो सुरेबा रियुग हरिमास यदि नजाने हो भने कुनै कारण अवश्य छ 2 番 होन्तो दातो सुरेबा ताहेन कोतो देश यदि यो साँचो हो भने यो धेरै गम्भीर अथवा चिन्ताजनक कुरा हो 3 番 खरेगा हनिन दातो सुरेबा शोकुगा हिचियो देश यदि यो अपराधी हो भने प्रमाण चाहिन्छ शोको भनेको प्रमाण है 4 番 राइने निहोङ ए इकुतो सुरेबा इमाकारा जुम्बिसिमास यदि अर्को वर्ष जापान जाने हो भने अहिलेदेखि अथवा अहिलेबाट तयार गर्छु 5 番 आमेगा फुरुतो सुरेबा सियाइवा चिउसिदेस यदि पानी पर्छ भने खेल रद्द हुन्छ भनेको छ नि ओके यो रह्यो यो च्याप्टरको ग्रामरहरू एकदमै इम्पोर्टेन्ट ग्रामर रहेको छ अलिक सारांश पनि हेरौँ है समरी गरेको छ थोरै व्याकरणमा तोस्ते भनेको चाहिँ अब को रूपमा तोस्तेवा भनेको को हिसाबले
तोस्टेनो भनेको भए पनि अब तोस्टेनो प्लस नाउन भयो भने चाहिँ को रूपमा भएको नाउन है। निस्तेवा भनेको अघि भने जस्तै अपेक्षाभन्दा फरक अथवा आश्चर्यजनक परिणाम हुने कुरा भयो। सोरेनिसितेवा भनेको त्यसको तुलनामा निसितेमो भनेको भए पनि मानव भए पनि भनेर लाग्यो। सोरेनिसितेमो जे भए पनि साँच्चै त्यस्तो भए पनि भनेर बुझ्यो। तो सितारा यदि हो भने, तो सुरेबा भने यदि हो भने अथवा तार्किक निष्कर्ष युज गर्छ है प्रयोग गर्छौँ। ओके मिनासन है आरिगातो गोजाइमासिता। यसरी हामीले चाहिँ एकदम इम्पोर्टेन्ट च्याप्टर हामी चाहिँ डिस्कस गऱ्यौँ। यसमा एकदमै ग्रामरहरू चाहिँ इम्पोर्टेन्ट छन् है। तपाईँ चाहिँ एन्ट्रीमा धेरै नै काम लाग्ने जेएलपिटी एन्ट्री दिँदै हुनुहुन्छ नि, एकदमै उपयुक्त ग्रामरहरू चाहिँ यो च्याप्टरमा हामी चाहिँ आज डिस्कस गऱ्यौँ। आशा छ तपाईँले यो भिडियोबाट चाहिँ एन्ट्रीको एकदम इम्पोर्टेन्ट ग्रामरको बारेमा विथ एक्जाम्पल तपाईँले चाहिँ बुझ्न सक्नुभयो होला। यो हामीलाई तपाईँकै एज अ माया र तपाईँको प्रोत्साहनले हाम्रो चाहिँ अगाडि बढाउन मद्दत पुऱ्याउँछ। सो हाम्रो यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। यो भिडियोलाई लाइक गरिदिनुहोस्, साथीहरूलाई सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् र अझै राम्रो भिडियोहरू चाहिँ हामीलाई चाहिँ लाइक पोस्ट गर्न हजुरहरूको चाहिँ सहयोगको चाहिँ आवश्यक छ है। मिनासान最後まで時間をいただき聞いてくれて本当にどうもありがとうございました。これからも一緒に頑張りましょう皆さん。はい、皆さん一緒に頑張ってください。じゃあ一緒に頑張りましょう。ありがとうございました。